पुष्पा भुषाल सहित देवा निकट 30 बढी नेता आए विशेष महाधिवेशनमा। राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ राष्ट्रपति पौडेल। कुलमान न घरको न घाटको भए अब पालो बालेनको महेश बस्नेत। रासोपाले गरे समानुपातिक सूची अद्यावधिक। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग। प्रतिनिधि सभा निर्वाचन सामाजिक सञ्जाल आचार संहिताको दायरामा। क्रान्तिकारी युवा सङ्घले प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने। त्रिशुली किनारमा सवारी साधनको अवशेष भेटियो। सिमलतारमा हराएको बस हुन सक्ने आशंका। सुनको भाउ 2,70,000 नाग्यो। चाँडी हालसम्मकै उच्च। र चिसो बढेसँगै घटे मुस्ताङ जाने पर्यटकको सङ्ख्या। नमस्कार, साझा न्युजमा यहाँलाई हार्दिक स्वागत छ। म सुधन विश्वकर्मा। साझा न्युज सुरु गरौँ महाधिवेशनमा पुष्पा भुषाल सहित देवा निकट 30 बढी नेता आएको प्रसङ्गबाट। नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन स्थल भिरकुटी मण्डपमा सभापति शेरबहादुर देवा पक्षका 30 बढी नेता पुगेका छन्। पूर्व सांसद पुष्पा भुषाल, विनोद चौधरी, डिला सङ्ग्रौला र उदय शमशेर राणा, देवेन्द्र कणेल लगायत देवा पक्ष नेताहरू भिरकुटी मण्डप पुगेका हुन्। यी 30 सांसदहरू चुनाव अघि नै महाधिवेशन हुनुपर्ने भनेर धारणा सार्वजनिक गर्दै आएका थिए। तर विशेष महाधिवेशनका पक्षमा खुलेर लागेका उनीहरू छुट्टै समूह बनाएर महाधिवेशन गर्न दबाब दिँदै आएका थिए। सकेसम्म पार्टीले नै महाधिवेशन गरेर जानुपर्ने भन्दै आएका उनीहरू विशेष महाधिवेशनमा भाग लिन आएका हुन्। डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुषाल, कर्णबहादुर बुढा, अर्जुन जोशी, राजन केसी, जानकी सिंह, अब्दुल सत्तार र दिलमान पोखरेल, उदय शमशेर राणा, देवेन्द्र कणेल, नानु बास्तोला, अङ्ग्रेला शेर्पा, योगेन्द्र चौधरी, विनोद चौधरी, हृदयराम थानी, सुनिल शर्मा, मैकुनालाल बाल्मी लगायतका नेता भिरकुटी मण्डप पुगेका हुन्। उनीहरू विशेष महाधिवेशन स्थल आएको जानकारी दिँदै नेता गुरुराज घिमिरेले देवा पक्षीय अरू सदस्यलाई सभापति देवालाई पनि लिएर आउन आग्रह गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले शासन राज्य छरिएर रहेको नेपाल हालको अवस्थामा आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले पृथ्वीनारायण शाहले शासन टुक्रा छरिएर रहेका राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन्। पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुपर्ने देखिन्छ। उहाँको दिव्य प्रदेश आज पनि उत्तिकै लोकप्रिय राष्ट्रपति पौडेलको भनाइरहेको छ। राष्ट्रपति पौडेलले मुलुकको सरभल अर्थतन्त्र निर्माण र राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रबन्धनका लागि उनका दिव्य प्रदेश मार्गदर्शन बनेको उनको भनाइरहेको छ। नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य सङ्कटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँगको एकता प्रयास असफल भएपछि घिसिङ न घरको न घाटको अवस्थामा पुगेको बस्नेतको दाबी छ। रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेद्वार बन्ने मौका दुवै गुमाएको उनले उल्लेख गरेका हुन्। बस्नेतले रवि लामिछानेको राजनीतिलाई माकुराको जालोसँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने बताएका छन्। उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस जस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूको यस्तो जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पातळो पुतली जस्तै भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको जालोमा परेर कुलमान अन्धकारतिर धकिलिएको उनको तर्क रहेको छ। पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक र उम्मेद्वार दर्ता गर्ने समय समेत घर्किएको बस्नेतले जिकिर गरेका छन्। सामाजिक सञ्जालमा चर्चित यी पातळहरू अनन्त राजनीतिक रूपमा सफल हुन नसक्ने सङ्केत गर्दै उनले स्थापित दलहरूको शक्ति नै नेपालको वास्तविक ताकत रहेको दाबी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची अद्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँगको एकता भङ्ग भएसँगै आज आइतबार निर्वाचन आयोग पुगेर सूची अद्यावधिक गरिएको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। दुई दल बीचको एकता शनिबार साँझ भङ्ग भएको थियो। लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। यसअघि सहमति भएसँगै दुई दलले समानुपातिक तर्फको साझा सूची बनाएका थिए। रासोपाकै तर्फबाट उज्यालो नेपालले पनि सूची बनाएको थियो। दुई दलको एकता भङ्ग भएसँगै फागुन 21 को निर्वाचनमा उज्यालो नेपालको समानुपातिक तर्फ उम्मेद्वार नै नहुने भएको छ। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
आइतबार बिहान दिल्ली स्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले उद्धृत गर्दै प्रशान्त निकट फिल्म राजेश घतानीले जानकारी दिएका छन्। दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ। इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली गीत आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्। गोर्खापल्टन, परदेशी, परदेशी 2 प्रशान्तका हिट नेपाली फिल्महरू हुन्। उनले हालसालै सलमान खानको फिल्म ब्याटल अफ गलवानको छायाङ्कन सकेका थिए। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही 28 र 29 पुसमा विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ। 7 प्रदेश अन्तर्गत निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कुल 4 स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्ज अभिमुखीकरण तालिम दिन लागि आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्। तालिम सञ्चालन गर्न आयोगका पदाधिकारीहरू र सम्बन्धित कर्मचारीले कार्य विभाजन गरी खटिसकेका छन्। तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ। प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी 2 माघदेखि आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचार संहिताको दायरामा ल्याएको छ। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन 21 गते हुँदैछ। आयोगका अनुसार आचार संहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्ने नपाइने व्यवस्था गरिएको छ। आचार संहिताले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स AI को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्य साथ होचाइने दुर्प्रसार गर्ने काम गर्न नपाउने प्रबन्धन गरेको छ। त्यस्तै भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, भाषण जस्ता भ्रामक टीका टिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था र आचार संहितामा समावेश गरिएको छ। मतदाता र मतदाताको गोपनीयता भङ्ग गर्न, निर्वाचनको स्वइच्छा र निष्पक्षलाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न समेत आग्रह गरिएको छ। आयोगले आगामी माघ 3 गतेदेखि आचार संहिता लागू गर्ने तयारी गरिरहेको छ। क्रान्तिकारी युवा सङ्घ नेपालले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सङ्घले क्रान्तिकारी कम्युनिस्ट पार्टी सहित 6 दलको निर्वाचन बहिष्कार कार्यक्रममा सशक्त सहभागिता जनाउने बताएको छ। सङ्घले सरकार समक्ष 43 बुँदे माग समेत राखेको छ। सङ्घका संयोजक सूर्य तिमिन सिन्हाले जेन्जी विद्रोहको म्यान्डेटलाई व्यवस्था गरी गरिने निर्वाचनलाई आफूहरूले बहिष्कार गर्ने बताएको छ। तिमिन सिन्हाले पुस 25 गते युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मार्फत नेपाल सरकारलाई राष्ट्रिय गणतन्त्र र जीविकाको विषयमा 43 बुँदे मागपत्र पेश गरेको पनि बताएको छ। पछिल्लो समय देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ। त्यसको निकासका लागि हामीले नेपाल सरकारलाई ध्यान आकर्षण गराउँछौँ। सरकारले हाम्रो माग सम्बोधन नगरे निकट भविष्यमा कडा सङ्घर्ष गर्नेछौँ, तिमिन सिन्हाले बताएका हुन्। तनहुँको आबुखैरेनी गाउँपालिका 5 ढोन्दाङ बेसी स्थित त्रिशुली किनारमा सवारी साधनको अवशेष भेटिएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले पुरिएको अवस्थामा सवारी साधन पाट पूर्जा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी त्यहाँ पुगेर बालुवामा पुरिएको अवस्थामा देखेको वस्तु निकाल्ने काम भइरहेको छ। भरतपुर महानगरपालिका 29 स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका 2 बस मध्ये एउटा हुन सक्ने आशंका गरिएको छ। बस बेपत्ता भएको ठाउँबाट 200 मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो। 2081 असाढ 28 मा नारायणगढ मुगलिन सडक खण्डको सिमलतालबाट पहिरो सहित 2 बस त्रिशुलीमा बेपत्ता भएका थिए। पार्ट्स भेटिएको स्थान जलबिरेबाट करिब 8 किलोमिटर पश्चिम रहेको छ। सुनको भाउ फेरि 2,70,000 नागेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रति तोला 2,800 रुपैयाँले सुन महँगिएको हो। महासङ्घले यस दिनका लागि सुन प्रति तोला 2,70,600 रुपैयाँ तय गरेको छ। यसअघि पुस 13 गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो। यो मूल्य नै उच्च हो। अघिल्लो दिन सुन तोलामा 2,67,800 रुपैयाँमा कारोबार भएको थियो। चाँडीको मूल्य नयाँ रेकर्ड बनाएको छ। चाँडी आज तोलामा 210 रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रति तोला 4,780 रुपैयाँमा चाँडी कारोबार भएकोमा आज 4,990 रुपैयाँमा पुगेको छ।
हिउँदयामको अत्याधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीयको रौनक घट्दै जान थालेको छ। अत्याधिक चिसो बढेसँगै सदरमुकाम जोन्सुमका होटल लगायत यहाँका राष्ट्रिय राजमार्ग सञ्चालित होटल सुनसान हुन थालेका छन्। हिउँदयामको मौसममा यहाँको पर्यटक व्यवसाय ठप्प हुने गरेको छ। यसै कारण यहाँ हुने पर्यटकीय अफ सिजनको छेकोमा यहाँका पर्यटक व्यवसाय जाडो छल्ने बहानामा बेसीतर्फ झर्दैछन्। पछिल्लो समय बेनी जोमसुम सडक सहज भएकाले यहाँ कतिपय पर्यटक पर्खिएर बसेका छन्। हिउँदयामको अत्याधिक चिसो बढेसँगै पोखरा जोमसुङ हवाई सेवा 1 महिना अगावै उडान स्थगित भइसकेको छ। राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवारी साधनको चाप निकै न्यून भइरहेको छ। माथिल्लो मुस्ताङमा गत कार्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन। तर यहाँ हिउँद सँगसँगै अत्याधिक चिसो र उत्तरी हावाहुरीको प्रभाव जनजीवन प्रभावित बन्दै गएको स्रोतले बताएको छ। हवस् त अहिलेलाई साझा न्युजको समय सकिएको छ। यदि तपाईँले हाम्रो च्यानल अझै सब्सक्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्सक्राइब, लाइक, सेयर गर्न नबिर्सनुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोहरू सबैभन्दा पहिले तपाईँको मोबाइलमा आइपुगुन्। अहिले भने हामी बिदा हुन्छौँ। नमस्कार।